मासु छ चिकन, यो चाहिँ मेरो मम्मी पापाले बनाएको। अनि यहाँ चाहिँ भात छ ग्रेभीसँग, अनि यहाँ चाहिँ अन्डा छ, यहाँ चाहिँ दुईवटा खोर्सानी छ, अनि यहाँ चाहिँ अनियन छ। तब चाहिँ स्टार्ट गरेको ल मैले। मासु मिठो भएको छ, मिठो भएको छ। कति दिनको बाद म स्टार्ट गर्दैछु त, त्यसले मलाई पुरा हाँसी आउँछ। त्यहाँबाट अन्त अब मेरो स्कुल पनि खुल्नु स्टार्ट भयो। अन्त म अब फेरि स्टार्ट हुन्छ त म मुकबाङ गर्न सक्दिनँ। रोज म अब मुकबाङ गर्छु, अन्त तपाईँहरू देखाउँछु ल। खोर्सानी चाहिँ एकदमै पिरो छैन, लाग्दैछ अलिअलि खोर्सानी पिरो, तर यति खास छैन। झरै मासु पानी खाएर मिठो पिरो छैन रहेछ। मैले सोचेको थिएँ रातो पिरो हुन्छ भनेर, साँच्चै छैन रहेछ। मम्मी पापाहरू चाहिँ डाइनिङ टेबलमा बसेर खानुहुन्छ, अन्त म चाहिँ खाँदैन, यहाँ रुममा बसेर खान्छु। मिठो भयो मलाई त, अन्त यस्तो मिठो भयो नि। अन्त म यो फर्स्ट टाइम गर्दैछु यस्तो भातसँग यस्तो मुकबाङ गर्दा। मिठो अन्त म चाहिँ के भन्न के पनि त छैन बोल्नेहरू, म यति बोल्ने छुइनँ। मलाई अलिअलि पिरो लाग्दै गयो स्टङमा, पुरा लाग्यो मेरो खुट्टामा। मिठो भयो दामी।
भएको छ। अब पिरो हुँदै हुँदै जाँदैछ लास्टको टाइममा, तर पनि खाँदैछु। मिठो भएको तर मिठो भएको तर पिरो हुँदै 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 जाँदैछ। पुरा यो ग्रेभी खाएँ नि मैले, त्यही लागि फ्रेस। अब प्याज बच्छ, प्याज चाहिँ अब बच्छ, त्यही लागि प्याज पनि पुऱ्याइदिउँ। के चाहिँ बोल्नु, म त मुखमा गर्नै आउँदैन, के चाहिँ भन्नु अब, के भन्नु अब कोसँग म यस्तो बोल्दिनँ नि, एक्लै खान्छु म चाहिँ, टिभी हेर्दै खान्छु त रुममा, टिभी हेर्दै खान्छु, त्यही भएर कोहीसँग बोल्दिनँ, त्यही लागि मलाई के भन्नु हुन्छ। अन्त मिठो भयो, साँच्चै त्यहीपल्ट मैले भन्छ मिठो हो म मेरो खाना पनि पुग्यो। अब यो भिडियो पनि पुग्छ। लाइक शेयर सब्सक्राइब द भिडियो, अन्त पुरा माया दिनुहोस्, अन्त बाई बाई।